भारतले नेपालको जग्गा मात्रै होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। अनि यो कुरा चाहिँ अस्ति भर्खरै थाहा पायो। त्यही भएर दुईटै देशले अध्ययन गरेर हामीले मिचेको छौँ, उहाँहरूले मिच्नु भएको छ के छ, त्यसलाई चाहिँ बसेर एउटा साथीको रूपमा समाधान गर्ने चाहिँ हामीले सोच राखेका छौँ। पनि इन्डियाले मात्रै होइन नेपालले पनि जग्गा मेचेको रहेछ। हेर्न सक्नुहुन्छ दर्शकबिन, यो हामी अहिले बाराको विश्रामपुर गाउँपालिकामा छौँ र यो हाम्रो 10 बजार क्षेत्र हो। यो एउटा पिलर भयो र उता एउटा त्यो पिलर र त्यो पनि एउटा 3वटा पिलर देखिरहेछ, मस्जिदहरू पनि छ। यो हाम्रो नेपाल हो र यता भारत, तर यो सबै हाम्रो नेपाली नागरिकहरूले कब्जा गर्नुभएको छ प्रधानमन्त्रीले भने जस्तै। साथीहरू यो कुरा सही हो के अब ठाउँ ठाउँमा आफू हेर्नु फोटो पनि यहाँ लगाइदिएछ। कुनै ठाउँमा छ नि बोर्डरको उतापट्टि गएर पनि नेपालीहरू बसिरहे। त्यस्तो भएर बालेन दाइले सही कुरा भनेछ कि यसमा आपत्तिजनक जनाएर केही फाइदा छैन, किनकि पहिला कुरा बुझ्नु, सही कुरा के हो गलत के हो मात्रै बोल्नु के। उसले पनि पढे लेखेको प्रधानमन्त्री हो के बोल्यो भने सोचेर बोल्छ। यतै हावातालमा बोलेर त्यसको पनि काम चल्ने छैन के। उसले पनि सबै सोचेर विचारेर बोल्छ। त्यही भएर हामीहरूलाई पहिला बुझ्नु पर्यो सही हो गलत हो। गलत हो भने त आवाज उठाउनु पर्यो, त सही हो भने त सपोर्ट गर्नु पर्यो कि होइन। त्यही भएर आफूहरू हेर्नु कहाँ कहाँ इन्डिया पनि मेचेको रहेछ, कता कता नेपाल पनि भित्रसम्म पुगेको रहेछ। त्यही भएर बालेन दाइको सोच मलाई जहाँसम्म लाग्छ कि उसले सोचिरहेको त्यसको जग्गाहरू जति नेपालीले मेचेको सबै दिने, अनि हाम्रो जग्गा चाहिँ उसले मेचेको ठुलो ठुलो जग्गा मेचेको रहेछ सबै लिने भनेर, त्यस्तो भनेर प्रस्ताव हुन्छ कि केही कुरा राखेर हुन्छ कि त्यस्तो गऱ्यो भने राम्रो हुन्छ भनेर सोच ऊहरूको होला। तर जहाँसम्म लाग्छ कि राम्रै कुरो गरे। तपाईँहरूलाई के लाग्छ कमेन्ट गरेर यो भिडियोले सेयर गर्नु त।